यस्तो छ है बाटो चाहिँ होइन दाइ दिदीबहिनीहरूलाई मकै साग चाहिँ खुवाउने भयो बिग बसले होइन दाइ यस्तो निगालो घारीभित्रबाट हिँड्नुपर्छ है मकै साग पिउनु जान चाहिँ ल यस्तो जङ्गलभित्र सिजनमै आउने भएर जस बाटोहरू हुन्छ र सजिलो हुन्छ हिँड्नलाई पनि अब हेरौँ कस्तो छ आज मकै साग अब यसपल्टको डे 1 हो के अरे पहिलोचोटि जाँदैछु हेर्नलाई अब ओ गाइस हामी चाहिँ यस्तो भिरालो बाटोमा जाँदैछौँ है त हाम्रो भाइ चाहिँ यहाँ बाटो डोरी लाउँदाखेरि निगालाको अब गाउँको दिदीबहिनी आमाहरू अनि आउनुहुन्छ यहाँ साग टिप्नलाई त्यही भएर हामी चाहिँ पहिलादेखि नै बाटो बनाउने गर्छौँ त्यहाँदेखि बल्ल आउनुहुन्छ उहाँहरू पनि मकै साग खानु चाहिँ त्यति सजिलो छैन है गाईको है सिधै यता तल झर्नुपर्छ त्यसपछि सर ऊ माथि त्यो कुरा फुलेको